साथीले हेर्न भनेर म नगरको मेलामा गएको त गाइज त मेलामा त यस्तो भइरहेको सो हेलो गाइज वेलकम ब्याक टु माइ मेलोडी 94 सो आजको भिडियोमा तपाईहरुलाई स्वागत छ। तपाईहरु मेरो भिडियो हेर्न राम्रो लाग्छ भने फलो गरी च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। तपाईहरुले पार्ट 1 2 हेर्नु भएको छैन भने गएर हेर्नु होला। अनि यो चाहिँ लास्ट पार्ट हो। साथै आएको दिन तपाईहरु पनि घुसडी मेला हेर्न गएको थियो भने गाइज भिडियोमा देखिनु भएको कि छैन कमेन्ट गर्नु होला है त। साथैले गाइज फर्स्ट टाइम यता आउँदा त गाइज दर्शकहरु यति सारो माया पाउनु भएको छ नि। घुसडी मेलामा गाइज अरु दिन भन्दा नि आजको दिन यति सारो टिकट बिकेको होला नि चाहिँ पावर अफ पल्सा हो के। दाइ त गाइज एकदमै मोबाइलको भन्दा नि फेस टु फेसमा यस्तो खतरनाक हेर्छ भन्दै रहेछ। यतिको फ्यान नहुने त चान्सै भएन त। फेरि एकछिन यो डान्सको भिडियो हेर्नुस् म के बोलिन है। तपाईलाई थाहा भयो कि कुराहरुले नेपालबाट पढ्छ भनेर गएको गाइज उता रसियन आर्मीमा जोइन गरेर अहिलेसम्म के आत्तो बत्तो हैन। उनीहरुलाई चाहिँ छिटो भन्दा छिटो जस्टिस मिल्नु पर्छ। तर यता के भइरहेको यार स्टेजको हालत। पल्सादेखको फ्यानहरुले त यार के गर्नु भयो के यता पुरै माइकिङ सिस्टम बिगाडेर यताको तार सा सबै तोडेर अब त सङ पनि बज्ने भएन के। जसले बिगाड्यो गाइज अब त्यसको फोटो खिचेर खानमा फोटो खिचेर हुन्छ। बिगाड्ने चिज अब बिगाडिसक्यो। केटाहरु चाहिँ सबै स्टेजमा गएर फोटो खिच्नको लागि यस्तो तडपिराखन गाइज के गर्ने अब। हामी जस्तोलाई कहाँ मिल्छ र गाइज फोटो खिच्नको लागि नि। सबै स्टेजमा गएर यार यता त जनावरहरु लखेटै भइरहेको। कति हाँसो के म पनि बिग फ्यान त बिग फ्यान हो यार। तर यस्तो चाहिँ गर्नु हुँदैन। कलाकारलाई आफ्नो कला देखाउने वातावरण बनाउन छोडेर यार पुरै यता के गर्न थाले के गर्न थाले। परहरु र गार्डहरुले चाहिँ दर्शकहरुले सम्हाल्न नसकेर बीच स्टेजमा यसरी पठाउनु भयो। टिकट काटेर पल्सादेखसँग हात मिलाउँछु भनेर आएको त गाइज त के भयो यार सपनाको सपनै रहने भयो। कृपया पल्सादै हजुर हेर्दै हुनुहुन्छ भने एकदमै मिठो कमेन्ट गरिदिनु होला भन्न आग्रह गर्दछु म। पार्ट 1 मा लाइक गरिदिनु भएकोमा गाइज मलाई त रातमा निन्द्रा नै लागेन भने अरु के न भयो नि घुसडी मौसममा आएको एउटा त फाइदा भयो नि मलाई। एकछिन यो हल्लालाई सुन्नुस् है त। हल्ला हैन कि एकदमै यो खतरनाक माया हो माया। पल्सादै गइसकेपछि गाइज सबै भाइहरु मात्रै रहन् कि कोही पनि छैन भित्र जाने त। अनि तपाईहरुले उहाँ दाइलाई चिन्नुहुन्छ होला रामलक्ष्मण दाइलाई पनि एकदमै माया खाके रामलक्ष्मण दाइलाई नि। मोबाइलमा भिडियो हेर्ने कलाकारहरुले आज चाहिँ रियलमा देखिराखम कम त खुसी भइराखम म चाहिँ। आजको टोटल अडियन्स कति हो गाइज तपाईहरुले थाहा भने कमेन्ट गर्नु होला त। पल्सादै गइसकेपछिको दृश्य के हो यार यस्तो यो।